So hello guys and welcome back to my YouTube channel on top. So my cameraman is ready here and welcome on na mulai kudan ta. So अब चाहिँ हामी जाँदै छौं कहाँ जाने अरे है मिनी बोराबा बोडी खोला we are going to बोडी खोला हैन अगाडि केटीहरु हेर्दैछन् सो केटीहरु कटिसक्यो हैन टेन्सन लिनु हैन सो लिभ लाइफ एज अ ड्रीम हैन सपना जस्तो बाँच्नुपर्छ लाइक सपनामा जे सोचिन्छ त्यही हुन्छ खटारा भइन्छ त्यहाँ गएर आउन त साइकलै पुरै खटारा भइरहेको ए साइकल खतरा हुन्छ जे होस् हैन ल अब चाहिँ सिधै भेट्नुपर्छ आरुसी कस्मेटिकमा हामी चाहिँ फेरि अब हामी भाइरल बोराबाद जाँदैछौँ हैन यहाँ मिनी बोराबाद सो हामीले चाहिँ यहाँ गिफ्टहरू किनिसकेको छौँ तपाईँहरूलाई दिन सो साथी ए भाइरल बोराबाद सो साथीले मलाई बोलाउँदै थियो हैन सो हामीले चाहिँ यहाँ भाइरल के अरे गिफ्ट लिएर आइसकेको छौँ सो तपाईँहरूलाई भेट्ने छौँ हामी भाइरल बोराबादमा र हामी भिडियो हाल्नेछौँ अनि हामी ट्रेजर हन्टको लागि पनि हाल्नेछौँ हैन भिडियो सो त्यतिखेरसम्मको लागि तपाईँहरू बस्दै गर्नु हामीसँग दाइले पनि मलाई चिन्नुभयो होला बिग फ्यान भनेर त हरन बजाउनु भएको होला सो फेरि डाइरेक्ट बोराबादमा भेट्नेछौँ हैन भर्खरै ठाउँ आइपुग्यौँ हैन कस्तो दामी भाइरल भएछ दाइ तपाईँले यो ठाउँ कस्तो लाग्यो धेरै राम्रो छ यो बोर्डिङ छमा पर्छ हजुर यसलाई खनार भन्नुहुन्छ कि तपाईँ सिमर बना कि के अरे यो सिमर बना भन्छ यो होइन तर नाम चाहिँ खनारको छैन खनार होइन यो बुढीगङ्गा हो त्यही त बुढीगङ्गा र यो खनारलाई जोड्ने हेर्न दामी भिडियोमा हेरेको भन्दा खतरा देख्दो रहेछ नि त अनि मैले सोचेको भन्दा पनि खतरा ठाउँ छ होइन तपाईँहरू पनि एकचोटि भिजिट गर्न आउनु जति मेरो ब्लग हेर्दै हुनुहुन्छ अनि यो ठाउँ चाहिँ घुम्न अवश्य आउनु होला होइन त के भन्न चाहन्छस् यो ठाउँलाई खतरा यतिको बस्छ ओइ यतिको बस्छ यसको पनि एउटा फोटो पनि खिचिदिइसकेँ होइन अनि त्यही हो तपाईँहरू पनि भिजिट गर्नु यहाँ को कहाँबाट हेर्दै हुनुहुन्छ जस्तो मेरो भिडियो कोहीले हेर्दै हुनुहुन्छ भने तपाईँहरू फ्रेममा आउनुभएको छ भने भन्नु सो तपाईँहरू कपल हुनुहुन्छ भने पनि आउँदा हुन्छ होइन यहाँ कसैलाई जज गर्दैन लाइक हुन्छ नि टिकटक बनाउन वा केही गर्दा तपाईँहरूको मेमोरी बनोस् होइन यहाँ टक्क आन्टीहरू पनि यसो चहल पहल दिँदै हुनुहुन्छ तपाईँहरू पनि आफ्नो चहल पहल दिन सक्नुहुन्छ लाइक अब म चाहिँ यस्तो भ्लग बनाइरहँदा होइन कसले मलाई हेर्दै हुन्छ आई डोन्ट केयर तर जे होस् म यसरी हेर्दै गर्दाखेरि यसो केटीहरू पनि पट्योस् भनेर सोचिरहेको छु अब चाहिँ हामी टक्क मुनि जान त खोजिरहेको छौँ तर यहाँ बालुवा छ खुट्टामा फोहोर लाग्छ लाग्दैन होइन जाने होइन सो हाम्रो गिफ्ट देखेको छैन हामीले दिने गिफ्ट अनि 1000 रुपियाँ ट्रेजर हन्टको लागि अहिले एकछिनमा राख्छौँ त्यो भिडियो चाहिँ मिनी भ्लगतिर पनि आउँछ यसमा पनि आउँछ दाइ तपाईँलाई यो ठाउँ कस्तो लाग्यो भाइ यो ठाउँ पहिलोचोटि आएको होइन यो यही ठाउँ हो होइन तर तपाईँको रिभ्यू लिन खोजेको यो ठाउँ भर्खरै प्रसिद्ध हुँदै आएको ठाउँ हो हजुर जस राम्रो हुँदैछ यसलाई अझै राम्रो गर्नुपर्छ तपाईँ चाहिँ कहाँको हामी पनि यो लोकलै हो है हामी ट्राभल गाइड के तपाईँको च्यानल केही छ हाम्रो च्यानल त्यस्तो छैन हामी चाहिँ टुरिस्ट गाइड हो हजुर प्रोफेसनल्ली हजुर हामी घुम्छौँ घुमाउँछौँ हजुर अनि यो आफ्नै ठाउँ हजुर आज चाहिँ आफ्नै ठाउँ हेर्न आउँदाखेरि खुसी लाग्यो भोलिभन्दा जेस धेरै सुध्रेको छ यसलाई अझै भाइरल बनाउनु पर्छ हुन्छ मैले एकजना अर्को भाइको पनि भ्लग हेरेको थिएँ क्या फर्स्ट भ्लग कसको ठाउँको ए त्यो भिलेन दाइको भिलेन तर मेरो यो च्यानल यो चाहिँ म टिकटकमा चाहिँ हल्का फेमस हुँदै गएको होइन अनि के अरे यो म युट्युबमा चाहिँ भर्खर हालेको 2 दिन हो च्यानल खोलेको लाइक 135 सब्सक्राइबर पुगिसकेको छ टिकटकको कारणले मलाई यो ठाउँ राम्रो लाग्यो नि नलाग्यो नि मलाई तपाईँको दारी चाहिँ मन पऱ्यो होइन जे के छ मिल्के छ मेरो प्रो अन टप छ क्या प्रो अन टप होइन त्यही छ जोस् अब एकछिनमा भेटौँला होइन मुनि गइसकेपछि हामी तपाईँलाई भेटौँला यो अब हामी यो ठाउँ आइसक्यौँ तपाईँहरूले त्यो जस्तो फोहोर पार्दै हुनुहुन्छ भने फोहोर चाहिँ नपार्नु होइन अनि त्यही हो फोहोरहरू चाहिँ नपार्नु अनि दारूहरूको बोतलहरू यहाँ नल्याउनु अनि त्यही हो अब चाहिँ हामी यहाँ टक्क क्वेसन सोधिदिने केटीहरूलाई आज मेन गरी हामी कसलाई क्वेसन सोध्ने केटीहरूलाई केटीहरूलाई क्वेसन सोध्ने यहाँ चाहिँ ओभरै धुलो छ खुट्टा यस्तो खुट्टा छ त्यही पनि हामी वास्तै गरेको छैनौँ लाइक हुन्छ नि त्यो भाइ एउटा भाइले चाहिँ मलाई बिग फ्यान भन्यो त्यो भाइले चिन्यो होला लाइक अनि यहाँ चाहिँ लास्ट यो यहाँ धेरै फेमस भनेको के छ भन्छ ल धेरै फेमस भनेको के छ मोबाइल क्यामेराहरू छ त्यो लाइक डिजिटलको सामानहरू धेरै फेमसहरू छ र अझ चाहिँ हामी स्पोन्सर बाई आरुसी कस्मेटिकको तर्फबाट आएको छौँ तपाईँहरू पनि भिजिट गर्ने हो भने आरुसी कस्मेटिकमा भिजिट गर्दा हुन्छ
त के भन्न चाहन्छस् अब हस् त धन्यवाद बाक यो ब्लग अहिले नै कहाँ खत्तम हुन्छ अहिले मान्छेलाई चिन्दैन यहाँ लाइक मान्छेहरूले पनि चिनोस् न यो कहाँ कोबाट आएला यस्तो हेरोस् होइन हामी पनि खेल्दिने यसो क्वेसन सोधिदिने होइन अब खोज्नु त पर्यो मान्छेहरूलाई अब कस्तो देखेको छ हल्का बबाले देखेको होला भन्ने छु यो तपाईँहरूको मोचा हो भने चाहिँ यो तपाईँहरू मोजा लिन आउन सक्नुहुन्छ कि तेरो हो तेरो त छ नि होइन यसरी मोजा छ यो यसको होइन तर थाहा भएको कुरा हो भर्खर आइरहेको थियो अहिले मेरो भन्नु भने चाहिँ यहाँ विवाद हुनसक्छ अहिले चाहिँ यहाँ दिदीहरू नाचेको हेरिरहेको थियौँ ठ्याक्कै नाचिरहनु भएको थियो ठ्याक्कै हामीले क्यामेरा खोल्ने बित्तिकै दिदीहरू चाहिँ टक्क नाच्न छोडिदिइसक्नुभयो दिदीहरू पनि टिकटकमा फेमस हुनुहुन्छ होला साउट आउट टु दिदीहरू मेरो फलोवर्स हो कि होइन भाइ सो भाइहरूले चाहिँ मलाई युट्युबमा सब्सक्राइब गरेको छु मेरो युट्युबमा सब्सक्राइबर कति छ भनेको युट्युबमा गएर गरिहाल अनि यो भिडियो पनि हेर ल सेकेन्ड भिडियो हो क्या यो लङ भिडियोको सेकेन्ड भिडियो हो मेरो हिट पायो नि होइन खुसी छौ ल एकचोटि मेरो च्यानल नाम जोडले भन्छु त प्रो अन टप भन न ल ल ल साउट आउट टु प्रो अन टप बुझ्यौ ल मलाई कति भेट्यो भने मसँग बोल्न नडराउनु ल किनभने म तिमीहरूको आफ्नै दाइ हो दाइसँग बोल्न डराउँछ कोही ल ल ल के अरे गिफ्टहरू सकिसकेको छ अब चाहिँ हामी घरतिर चल्दिन आँटेको उहाँ चाहिँ केटाहरू छ होइन ओ मनिस सो हाम्रो गिफ्ट सक्यो ओ के भन्छस् हस् त धन्यवाद सो आजको लागि यति नै हाम्रो भ्लग हेर्दै गर्नु होला हस् त थ्याङ्क यू आउँदै थियौँ दिदीहरू यहाँ गेम खेल्दै हुनुहुँदो रहेछ दिदी तपाईँहरूको टिकटक आइडी के छ टिकटक आइडी छैन यत्तिकै बनाउनु भएको ल ल इन्जोय सो अहिले भर्खर हामी चाहिँ हाम्रो साइकल हेर्न आएको थियौँ होइन अनि यो चाहिँ तर्सेको थियो हाम्रो साइकल हरायो भनेर तर धन्न फाइनली हाम्रो साइकल चाहिँ हराएको रहेनछ सो अब हाम्रो कामसाम सबै सक्यो अब चाहिँ हामी घरतिर चल्दिन आँटेको यहाँ चटपटीको दोकान भएको भए चटपटी यसलाई म खुवाइदिन्थेँ छ्यालप्याल हुने गरी सो चटपटी छैन र अब चटपटी हेर्दै थियौँ अब चटपटी छैन अब सिधै कहाँ गएर खाने चटपटी हामी चोकमा गएर चटपटी खाने ल आजको लागि यति नै हस् थ्याङ्क यू फेरि भोलि पनि आयौँ भने हाम्रो भ्लग आउने नै छ आजको लागि यति नै थ्याङ्क यू सो मच